दर लगभग 7% छ, अँ जहाँ अदुवा, टिमुर, सुन्तला जस्ता बहुमूल्य उत्पादन हुन्छन्, तर विश्वको डिजिटल बजारमा त्यसको कुनै पहिचानै छैन। यो त निकै सोचनीय कुरा हो। Booking.com जस्तो विश्वव्यापी प्लेटफर्ममा नेपालका 1200 होटल सूचीकृत हुँदा सल्यानको एउटा पनि नहुनुले के देखाउँछ होला? यसले एउटा गहिरो र अलि अप्ठ्यारो सत्य देखाउँछ। प्रविधिको अपार सम्भावना र हाम्रो कहाली लाग्दो वास्तविकता बीचको ठूलो खाडल हो। र आज हामी प्रवीण कुमार चन्दद्वारा लिखित सूचना प्रविधि विकासक्रम योगदान र सल्यानको अवस्था शीर्षकको लेखको आधारमा यही खाडलको गहिराईमा पुग्दैछौँ। हाम्रो उद्देश्य के हो त? हाम्रो उद्देश्य यो जान्नु हो कि सल्यान जस्तो सम्भावना भएको जिल्ला प्रविधिको यो दौडमा किन पछाडि पर्यो र अब अगाडिको बाटो के हुन सक्छ। ल, यो त निकै महत्त्वपूर्ण विषय भयो। छलफलको सुरुवात आधारभूत कुराबाटै गरौँ न, है? हुन्छ। हामी विकास र सूचना प्रविधि जस्ता शब्दहरू निकै प्रयोग गर्छौं, तर अक्सर यसको अर्थ सतही रूपमा मात्रै बुझेका हुन्छौं। लेखले विकासलाई कसरी हेरेको छ? यो बाटो र पुल बन्नु मात्रै त पक्कै होइन होला। पक्कै होइन। लेखले विकासलाई एउटा समग्र दृष्टिकोणबाट हेर्छ। मतलब यो कुनै पनि ठाउँको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक स्थितिमा आउने सकारात्मक गुणात्मक परिवर्तन हो। गुणात्मक परिवर्तन हो। यसलाई मापन गर्ने आधारहरू छन्, जस्तै गरिबी घट्यो कि घटेन, ठीक, मानिसहरूको औसत आयु बढ्यो कि बढेन, शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ, कुल गृहस्थ उत्पादन मतलब जीडीपी कति छ। त्यसैले विकास भनेको भौतिक पूर्वाधार मात्र होइन, यो त मानव जीवनको गुणस्तरमा आउने सुधार हो। अनि सूचना प्रविधि नि मलाई सधैँ लाग्छ कि हामी आईटी शब्दलाई निकै हल्का रूपमा प्रयोग गर्छौं। हो, कम्प्युटर र इन्टरनेट मात्रै सोच्छौं। एकदम। तर लेखले त यसलाई राज्य र जनता जोड्ने पुल भनेको छ। यो त निकै गहिरो कुरा भयो। यसलाई अलि सरल भाषामा भन्नुपर्दा के हो? तपाईले ठ्याक्कै मर्ममा छुनुभयो। सूचना प्रविधि भनेको केवल उपकरण होइन, यो एउटा प्रणाली हो। प्रणाली हो, एउटा सिस्टम। तथ्याङ्क वा सूचनालाई सङ्कलन गर्ने, त्यसलाई केलाउने, भण्डारण गर्ने र आवश्यक परेको ठाउँमा सही समयमा पुर्याउने एउटा व्यवस्थित तरिका। अच्छा। यसको अन्तिम लक्ष्य भनेको पारदर्शिता, जवाफदेहिता र उत्पादकत्व बढाउनु हो। जब सरकारले के गर्दैछ भन्ने कुरा जनताले सजिलै थाहा पाउँछन् र जनताको आवाज सरकारसम्म सजिलै पुग्छ, हो, तब मात्र यसले साँच्चै पुलको काम गर्छ। ठिक छ। अब बल्ल कुराको चुरोमा प्रवेश गरौँ जस्तो लाग्यो। यो आईटी भन्ने चिजले विकासका यी विभिन्न पक्षमा साँच्चीकै कसरी मद्दत गर्छ त? आर्थिक विकासबाटै सुरु गरौँ न, किनभने विकास भन्ने बित्तिकै धेरैको दिमागमा पैसा नै आउँछ। आर्थिक विकासमा यसको भूमिका निकै फराकिलो छ। पहिलो त यसले उत्पादन लागत घटाएर उत्पादकत्व बढाउँछ। जस्तै किसानले आफ्नो उत्पादनको बजार मूल्य मोबाइलबाटै थाहा पाए भने बिचौलियाबाट ठगिनु परेन। हो त। दोस्रो, यसले बजार व्यवस्थापनलाई सहज बनाउँछ। कहाँ माग छ, कहाँ आपूर्ति गर्ने भन्ने कुराको विश्लेषण गर्न सकिन्छ। अनि तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण, यसले ज्ञानमा आधारित अर्थतन्त्रलाई बढावा दिन्छ। एकछिन है, यो ज्ञानमा आधारित अर्थतन्त्र भन्नाले जहाँ पैसा वा स्रोत भन्दा बढी ज्ञान र सूचनाको महत्त्व हुन्छ। एउटा उदाहरण दिनुस् न। जस्तै सल्यानको अदुवालाई कसरी प्रशोधन गरेर अझ बढी मूल्यमा बेच्न सकिन्छ, त्यसको लागि चाहिने जानकारी इन्टरनेटबाटै पाउन सकिन्छ। अच्छा। पर्यटनको कुरा गर्दा सल्यानको कुपिण्डे दहको बारेमा एउटा राम्रो भिडियो बनाएर युट्युबमा राख्दा त्यसले विश्वभरका पर्यटकलाई आकर्षित गर्न सक्छ। यही हो ज्ञानको प्रयोग। अनि चौथो, यसले वित्तीय सुशासन मार्फत भ्रष्टाचार कम गर्न पनि मद्दत गर्छ। सबै कारोबार अनलाइन भएपछि पारदर्शिता आफै बढ्छ नि। यो आर्थिक विकासको कुराले मलाई फेरि सुरुको Booking.com वाला उदाहरणमा फर्कायो। सल्यानको होटल त्यसमा नहुनु भनेको त विश्वको 80% अनलाइन बजारबाट सिधै बाहिरिनु हो। एकदम। यो केवल एउटा होटलको कुरा होइन, यो त पुरै आर्थिक इकोसिस्टमबाट वञ्चित हुनु हो। यसको असर कति गहिरो होला? एकदमै गहिरो। यसको अर्थ सल्यान पर्यटनको विश्वव्यापी दौड सुरु हुनुभन्दा पहिले नै बाहिरिएको छ। बापरे। पर्यटक मात्र नगुमाएको होइन, त्यससँग जोडिएका रोजगारी, स्थानीय उत्पादनको बिक्री र समग्र आर्थिक गतिविधि नै गुमाएको हो। एउटा सानो डिजिटल उपस्थितिको अभावले यति ठूलो अवसर गुम्छ। डरलाग्दो रहेछ।
अब राजनैतिक विकासको कुरा गरौँ। हुन्छ। लेखमा ई भोटिङ जस्ता कुरा पनि उल्लेख छन्। तर एक मिनट है, भर्खरै हामीले छलफल गर्यौं कि कतिपय गाउँपालिकामा राम्रोसँग फोन लाइन समेत छैन। त्यो त छ। यस्तो अवस्थामा ई भोटिङको कुरा गर्नु अलि बढी महत्त्वकांक्षी भएन र? के यो अहिलेको लागि सान्दर्भिक विषय हो सल्यानमा? तपाईँको प्रश्न एकदमै जायज छ। ई भोटिङ आफैमा एउटा अन्तिम लक्ष्य हो, तत्कालको वास्तविकता होइन। त्यही त। तर यसले सूचना प्रविधिले राजनीतिक क्षेत्रमा ल्याउन सक्ने सम्भावनाको सङ्केत गर्छ। अहिलेको लागि सान्दर्भिक कुरा के हो भने प्रविधिले राजनीतिक चेतना बढाउन सक्छ। कसरी? सामाजिक सञ्जाल वा अनलाइन समाचार मार्फत मानिसहरूले आफ्नो नेताको कामको मूल्याङ्कन गर्न सक्छन्, सरकारी नीतिबारे जानकारी लिन सक्छन्। सूचनाको पहुँच हो, सूचनाको पहुँचले नै नागरिकलाई बलियो बनाउने हो। ई भोटिङ त त्यो यात्राको एउटा उन्नत चरण मात्र हो, जसको लागि बलियो पूर्वाधार र जनविश्वास दुवै चाहिन्छ। अनि शिक्षा प्रशासन जस्ता क्षेत्रमा नि? यी क्षेत्रमा त यसले क्रान्ति नै ल्याउन सक्छ। शिक्षामा अनलाइन लर्निङमा दूर शिक्षाले दुर्गमका विद्यार्थीलाई पनि काठमाडौँका शिक्षकसँग पढ्ने अवसर दिन सक्छ। त्यो त हो। प्रशासनमा ई गभर्नेन्सको अवधारणा छ, जसले सरकारी सेवालाई छिटो, छरितो र पारदर्शी बनाउँछ। मतलब नागरिकताको सिफारिस लिन वा लाल पूर्जा निकाल्न दिनभरि लाइन बस्नु नपर्ने। हो, त्यही अवस्थाको अन्त्य गर्न सक्छ। पेपरलेस गभर्नेन्सले त झन् कति स्रोत र समय बचाउँछ। तर फेरि त्यही कुरा आयो। हो, फेरि पनि यी सबै कुराको लागि पूर्वाधार र इच्छा शक्ति दुवै चाहिन्छ। सल्यानको यो अवस्था देख्दा यस्तो लाग्छ कि हामीले राष्ट्रिय स्तरमै केही कुराहरूमा ध्यान दिन सकेनौँ। आखिर नेपालमा यो आइटीको यात्रा सुरु भएको पनि त धेरै भइसक्यो होइन र? हो, धेरै भइसक्यो। यो यात्रा कहाँबाट सुरु भएको थियो? नेपालमा सूचना प्रविधिको औपचारिक सुरुवात सन् 2028 सालमा भएको मानिन्छ। 2028 मा? हो, त्यतिबेला राष्ट्रिय जनगणनाको तथ्याङ्क प्रशोधन गर्न पहिलो पटक एउटा ठूलो कोठा जत्रो IBM 1401 कम्प्युटर ल्याइएको थियो। वाह! त्यो एउटा ठूलो फड्को थियो। तर त्यसपछिको यात्रा अलि सुस्त रह्यो। सन् 1992 मा कम्प्युटर एसोसिएसन अफ नेपाल मतलब क्यानको स्थापनाले यसलाई केही गति दियो। अनि नीतिगत रूपमा नि? र सन् 2000 मा सूचना प्रविधि नीति अनि 2006 मा विद्युतीय कारोबार ऐन आएपछि मात्र यसले एउटा कानुनी र नीतिगत आधार पाएको हो। अब सल्यानकै कुरामा केन्द्रित हौं। हुन्छ। सल्यानको आफ्नै यात्रा पनि त छ होला नि, मोहन आकाशवाणीदेखि अप्टिकल फाइबरसम्मको। छ, र त्यो यात्राले नेपालको ग्रामीण क्षेत्रको प्रविधिको विकासलाई राम्रोसँग चित्रण गर्छ। लेख अनुसार सन् 2008 मा एउटा रेडियो मोहन आकाशवाणी हो, मोहन आकाशवाणीबाट सुरु भएको सञ्चारको यात्रा 2050 सालमा 12 लाइनको मार्स प्रविधिको टेलिफोनमा आइपुग्यो। 12 लाइन मात्रै? पुरै जिल्लामा? हो, सोच्नुस् त। त्यसपछि 2062 सालतिर डायल अप इन्टरनेट आयो, जुन फोनको लाइनबाटै चल्थ्यो र एकदमै सुस्त थियो। त्यो आवाज आउँथ्यो नि, कर्कश। हो, त्यही। एउटा फोटो डाउनलोड गर्न घण्टौं लाग्थ्यो। र आज त्यही जिल्लाका सदरमुकाम र केही बजारहरूमा अप्टिकल फाइबर र वर्ल्ड लिङ्क सुबिसु जस्ता सेवा प्रदायकहरू पुगेका छन्। भनेपछि यात्रा लामो छ, तर गति असमान। एकदम, यही असमान गति भन्ने शब्द नै महत्त्वपूर्ण हो। त्यसो भए यति विकास हुँदाहुँदै पनि सल्यानमा सूचना प्रविधिको अहिलेको वास्तविक अवस्था कस्तो छ त? के शहर र गाउँमा एउटै अवस्था छ? अवस्था निकै मिश्रित छ र यही नै मुख्य समस्या हो। सदरमुकाम खलङ्गा र श्रीनगर जस्ता बजार क्षेत्रमा इन्टरनेटको पहुँच बढेको छ। मानिसहरूले स्मार्टफोन चलाउँछन्। तर यी बजारबाट अलिकति भित्र गाउँ पस्ने बित्तिकै हामी सञ्चार युगको प्रारम्भिक चरणमा पुग्छौँ। कस्तो छ क्या? लेखमा उल्लेख भएअनुसार कतिपय गाउँपालिकाका कार्यालयहरूमा भर्खरै इन्टरनेट पुगेको छ, तर त्यहाँ फोन गर्न पर्याप्त टेलिफोन लाइन समेत छैन। मोबाइल र FM रेडियोको पहुँच भने व्यापक छ, जसले सूचना प्रवाहमा ठूलो भूमिका खेलेको छ, तर छापा माध्यम जस्तै पत्रपत्रिकाहरू निकै सीमित छन्। यो असमान विकास र यति धेरै चुनौतीहरू हुनु पछाडिका कारण के होलान्? लेखले यसलाई कसरी केलाएको छ? कि यो केवल पैसा र प्रविधिको अभाव मात्र हो? होइन, यो त भन्दा धेरै जटिल छ।
लेखले चुनौतीहरूलाई विभिन्न तहमा छुट्याएको छ र ती एक आपसमा जोडिएका छन्। जस्तै पहिलो र सबभन्दा ठूलो चुनौती मानवीय चुनौती हो। नागरिकहरूमा प्रविधि साक्षरताको एकदमै कमी छ। यसको कुनै उदाहरण? जस्तै लेखमा एउटा सटिक उदाहरण छ लोकसेवा आयोगको अनलाइन फर्म भर्न वा पासपोर्टको लागि आवेदन दिन पनि मानिसहरू मध्यस्थकर्ता वा साइबरमा धाउनुपर्ने अवस्था छ। त्यो त मैले पनि देखेको छु। यसले के देखाउँछ भने प्रविधि उपलब्ध भएर मात्र हुँदैन, त्यसलाई चलाउन सक्ने सिप र आत्मविश्वास पनि चाहिन्छ। मतलब सामाजिक सञ्जाल चलाउनु र प्रविधिको उत्पादक प्रयोग गर्नु फरक कुरा हो। ठ्याक्कै। यो त कुखुरा पहिला कि अण्डा पहिला जस्तो भएन र? मान्छेले चलाउन नजानेर पूर्वाधारमा लगानी नभएको हो कि पूर्वाधारै नभएर मान्छेले सिक्न नपाएको? एकदम सही प्रश्न। र यही कुराले हामीलाई दोस्रो र तेस्रो चुनौती अर्थात् नीतिगत र प्रणालीगत चुनौतीतर्फ डोर्याउँछ। त्यो भनेको राजनीतिक र प्रशासनिक स्तरमा प्रविधिलाई प्राथमिकता दिने प्रतिबद्धताको बोलीमा छ, व्यवहारमा छैन। बजेट भाषणमा त डिजिटल नेपालका ठूला कुरा हुन्छन्। हो, तर कार्यान्वयन फित्लो हुन्छ। सरकारी कार्यप्रणाली नै प्रविधि मैत्री छैन। यसको कुनै ठोस उदाहरण छ? छ नि। सरकारी वेबसाइटहरू नै हेरौँ न, ती कहिल्यै समयमा अपडेट हुँदैनन्। हो, त्यो त हो। सूचना पाउनुपर्ने ठाउँमा महिनौं पुरानो जानकारी हुन्छ। यो भनेको कस्तो हो भने तपाईँ पसलमा सामान किन्न जानुहुन्छ, तर पसलको साइनबोर्डमा आज बन्द छ भनेर 10 वर्ष पुरानो सूचना टाँसेको छ। कडा उदाहरण। डिजिटल दुनियाँमा हाम्रो सरकारी उपस्थिति प्राय यस्तै छ। यो मानसिकताको समस्या हो, प्रणालीको समस्या हो। अनि उपकरण र पूर्वाधारको समस्या नि त्यो त छँदैछ होला। त्यो चौथो चुनौती हो, प्राविधिक चुनौती। प्रविधिको अपर्याप्त उपलब्धता छ र भएका प्रविधिको पनि नियमित मर्मत सम्भार र स्तरोन्नतिको अभाव छ। गाउँपालिकामा कम्प्युटर छ तर बिग्रेपछि बनाउने मान्छे छैन। इन्टरनेट जडान भएको छ तर प्राय चल्दैन। मतलब सामान किन्ने बजेट हुन्छ तर त्यसलाई निरन्तर चलाइराख्ने र मर्मत गर्ने बजेट र योजना हुँदैन। यी सबै कुराको बीचमा सुरक्षाको कुरा पनि त आउँछ होला। आउँछ नि। साइबर अपराध जस्ता जोखिमबारे के भनिएको छ? त्यो पाँचौं र निकै गम्भीर चुनौती हो, सुरक्षा चुनौती। साइबर अपराध र सुरक्षा सम्बन्धी जनचेतनाको चरम अभाव छ। विशेष गरी सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत जानकारी राख्दा कति ठूलो जोखिम हुन सक्छ भन्ने बारे धेरैलाई थाहा छैन। हो त। लेखमा एउटी युवतीले घरमा कोही छैन, एक्लै छु भनेर फेसबुकमा लेख्दा उनीमाथि हुन सक्ने सम्भावित खतराको जुन उदाहरण दिएको छ, त्यसले यो समस्याको गम्भीरतालाई छर्लङ्ग पार्छ। डरलाग्दो कुरा हो यो त। हो, डिजिटल साक्षरता भनेको केवल एप चलाउन जान्नु होइन, डिजिटल दुनियाँमा सुरक्षित रहन जान्नु पनि हो। बाप्रे, चुनौतीहरूको त पहाड नै रहेछ। नीतिदेखि मान्छेको मानसिकतासम्म, तारदेखि तालिमसम्म सबैतिर समस्या छ। हो नि। त्यसोमा के समाधान सम्भव नै छैन त? लेखले कि आशाको किरण देखाएको छ कि? आशाको किरण पक्कै देखाएको छ र समाधानका लागि एउटा व्यावहारिक त्रिस्तरीय योजना प्रस्ताव गरिएको छ। कस्तो योजना? यो कुनै एकैचोटि हुने चमत्कार होइन, चरणबद्ध प्रक्रिया हो। पहिलो चरणमा जग बसाल्ने काम, अर्थात् जिल्लाभरि दूरसञ्चारको पूर्वाधार, खास गरी अप्टिकल फाइबर विस्तार गर्ने ताकि कनेक्टिभिटीको आधार बलियो होस्। अनि दोस्रो चरणमा? दोस्रो चरणमा घरहरूलाई जोड्ने काम। सबै स्थानीय तह, प्रदेश र सङ्घका कार्यालयहरू बीच नेटवर्किङ स्थापना गर्ने ताकि उनीहरू बीच सूचना आदान प्रदान सहज र छिटो होस्। र तेस्रोमा? र तेस्रो चरणमा घरभित्रको काम गर्ने, अर्थात् आवश्यक सफ्टवेयरहरू निर्माण गर्ने, कर्मचारीलाई तालिम दिने र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने। यो योजना सुन्दा त तार्किक नै लाग्छ, तर यसलाई सफल बनाउन अरू के कुरामा ध्यान दिनु पर्ला? यो योजनासँगै केही महत्त्वपूर्ण वैचारिक परिवर्तनको पनि कुरा गरिएको छ। जस्तै अब इमेल र इन्टरनेटलाई विलासिताको वस्तु होइन, बिजुली र पानी जस्तै आधारभूत आवश्यकताको रूपमा लिनुपर्छ। हो, यो जरुरी छ। प्रविधि चलाउन सक्ने दक्ष जनशक्ति स्थानीय स्तरमै उत्पादन गर्नुपर्छ र कोभिड-19 जस्ता सङ्कटलाई समस्याको रूपमा मात्र नहेरी प्रविधिमा फड्को मार्ने अवसरको रूपमा उपयोग गर्नुपर्छ। एकदम, किनभने सङ्कटले नै हामीलाई नयाँ तरिकाले सोच्न र काम गर्न बाध्य बनाउँछ।
आजको छलफललाई समेट्नु पर्दा सल्यानको कथाले के देखाउँछ भने सूचना प्रविधि विकासका लागि एउटा शक्तिशाली औजार त हो, तर त्यो औजार आफै चल्दैन। त्यसलाई चलाउन बलियो पूर्वाधार, स्पष्ट नीतिगत प्रतिबद्धता र सबैभन्दा महत्त्वपूर्ण प्रविधि बुझ्ने र प्रयोग गर्न सक्ने नागरिक चाहिन्छ। हो, र अन्त्यमा सल्यानको कथाले के सिकाउँछ भने प्रविधि भनेको स्विच थिचे जस्तो अन वा अफ गर्ने कुरा होइन। यो त एउटा इकोसिस्टम हो। इकोसिस्टम हो, बिउ रोपेर मात्र हुँदैन। त्यसलाई मलजल, डिजिटल साक्षरता, गोडमेल, नियमित मर्मत र बजार नीतिगत व्यवस्था पनि चाहिन्छ। अनि सल्यानमा बिउ त छर्यो, तर त्यसलाई हुर्काउने बाँकी इकोसिस्टम बनाउन हामी चुक्यौं। प्रविधि आफैमा न वरदान हो न बर्बाद, त्यसको प्रयोग र व्यवस्थापनले नै परिणाम निर्धारण गर्छ। आजको छलफलले मेरो मनमा एउटा महत्त्वपूर्ण प्रश्न छोडेको छ। के प्रश्न? सल्यानका स्थानीय उत्पादनहरू जस्तै अदुवा, टिमुर वा सल्यानी खुकुरीलाई सूचना प्रविधि मार्फत विश्व बजारमा पुर्याउने कुरा त गरियो, जो निकै उत्साहजनक छ। तर त्यसका लागि आवश्यक पर्ने डिजिटल मार्केटिङ, आकर्षक प्याकेजिङ, गुणस्तर नियन्त्रण र अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जस्ता जटिलताहरूलाई स्थानीय स्तरमा कसरी व्यवस्थापन गर्न सकिएला? यो निकै गहिरो प्रश्न हो। के हामीसँग त्यसका लागि आवश्यक सिप, संयन्त्र र नीति छ? यो विषय थप सोचनीय छ।